भनौँ अघि नै नुवाकोटको हाम्रो जुन च्यानलहरूले हाल्न थालेपछि मैले पनि एउटा भिडियो बनाउन थालेँ कि त्यो बहिनीको बारेमा त्यसको फोटोहरू लिएर मैले केही त बोलिदिनु पर्छ भन्ने चाहिँ मैले त्यो सोच लियो कि अब लिएपछि अब भनौँ अब मैले लाइभमा आएपछि मैले यहाँ हाम्रो बहिनीलाई पनि भेट्यो बहिनीसँग न पहिला मेरो कुरो हुन्थ्यो न कति दिनपछि हाम्रो यो नानी हामी एउटै गाउँको मान्छे हो उहाँसँग नानीसँग कुरो भयो मेरो अब तपाईँ पनि यसै गरी तपाईँ पनि आउनुभयो झन् तपाईँले लाए मसँग फलानु यसरी छ हामीले खोजिदिनु पर्छ चिनेको छ भने हामीलाई झन् सजिलो भयो कि म यही चाहन्छु कि हजुर म तपाईँलाई व्हाट्सएप नम्बर पठाइदिन्छु अनि एड गर्नु म कसरी के गर्ने म तपाईँसँग कुरा गर्छु नि के अरे मेरो कान्छु माथि कान्छु हजुरलाई भन्छु म एउटा कुरा अब माथि नानु म एउटा कुरो भन्छु हजुरलाई यसमा कुरा हजुर मैले के भन्छु भने छ नि धोङ कालिएको छ नि कान्छु हजुरले नम्बर छ नि त्यो नानी भयो अनि तपाईँको मेरो हामी 3-4 जनाको हाम्रो ग्रुप वाट्सएपमा ग्रुप बनाऊँ ग्रुप बनाएर अब त्यो भनौँ न उहाँलाई चाहिँ हामीले जोइनमा लिएर कन्ट्याक्टमा